यो अरू कसले गर्न सक्छ? मर्कुस 5 अध्याय। कृपया मेरो घरमा आउनुहोस्। याइरस येशूको पाउमा घोप्टो परे। मेरी छोरी मर्न लागेकी छे, कृपया त्यसको शिरमाथि तपाईँका हात राखिदिनुहोस् र त्यो निको होस् र बाँचोस्। याइरसले इमानदार भई बिन्ती गरे। येशू उसको घरमा जानुभयो। त्यहाँ पुग्न धेरै समय लाग्यो। धेरै मानिसहरू येशूलाई भेट्न आएका थिए। ती मानिसहरूको भिडमा एउटी स्त्री थिई। त्यो स्त्री 12 वर्षदेखि धेरै बिरामी थिई। त्यसले आफ्नो रोग निको पार्न आफूसँग भएको सारा सम्पत्ति खर्च गरी, तर त्यो रोग झन् खराब भयो। ऊ भिडमा येशूलाई पछ्याउँदै थिई र त्यसले येशूको वस्त्र छोई। येशूको वस्त्र छुने बित्तिकै त्यो निको भए। येशूले आफूबाट शक्ति बाहिर निस्केको थाहा पाउनुभयो। तब येशू त्यस स्त्रीसित कुरा गर्दै हुनुहुन्थ्यो। याइरसको घरबाट केही मानिसहरू आए र उनलाई भने, धेरै ढिला भयो, तपाईँकी छोरी मरी। याइरस धेरै दुखित भयो। ऊ रोयो। येशूले भन्नुभयो, नडराऊ, परमेश्वरलाई विश्वास मात्र गर, बालिका जिउँदो हुनेछ। येशू आफ्ना चेलाहरूसित याइरसको घर जानुभयो। त्यस घरमा धेरै मानिसहरू थिए। तिनीहरू ठुलो स्वरले रोए। तिनीहरू दुखी देखिन्थे। याइरस पनि दुखी थियो। यदि येशू यहाँ छिट्टै आउनु भएको भए मेरी छोरी बाँच्ने थिई। मेरी छोरी मरी, याइरसले भन्यो। त्यो ठिटी मरेकी छैन, ऊ सुतिरहेकी छे। येशूले भन्नुभयो। मानिसहरू येशूतिर हेर्दै हाँसे। यो कोठाबाट बाहिर निस्क। येशूले सबैलाई कोठाबाट निक्लन भन्नुभयो। येशू उसका मातापिता र केही चेलाहरूसित कोठाभित्र जानुभयो। सानी बालिका उठ, येशूले उसको हात समातेर भन्नुभयो। त्यो 12 वर्षीय बालिका तुरुन्तै उठेर हिन्डुल गर्न लागि। मानिसहरू धेरै आश्चर्यचकित भए। याइरस पनि चकित र खुसी भयो। यस प्रकारको काम अरू कसले गर्न सक्छ र? मानिसहरू छक्क परे। एक आपसमा कुरा गर्न थाले।